हाई गाइज गुड मर्निङ। अहिले चाहिँ म यहाँ पर्खिरहेको छु एकजना साथीलाई, किनभने त्यो साथीले चाहिँ एकजना हाम्रो कम्पनीमा एकजना दाइ ल्याउनु भएको थियो। अनि त्यो दाइ एक दिन काममा जानुभयो, नयाँ दाइ ल्याउनु भएको थियो। अनि काममा गएर काम गर्न अब वेल्डिङ डाइरेक्ट गर्न लागेछ। अनि दाइ त फर्केर आइजानु भएछ। अनि काम छोड्नुभयो। ओड्ने किनिसक्नु भएको थियो साउले। अनि त्यो ओड्ने चाहिँ बोकिदिनु पर्ने अरे क्या। एक दिन पनि ओछ्याएन, ओछ्याउनु लाउनु नि, लगा पछाडि लोड गर। के हो उठ्नै नउठ्ने साइकल भाइ, कस यो तान राख, तेर्सो राख, तेर्सो। दुःख दिन्छ त अब के गर्छस् त हौ केटा, यति काम त गर्नु पर्यो नि त।